हेलो साथीहरू, हामी चाहिँ अहिले फेरि सदा चाहिँ हामी चाहिँ अब बेलुका साँझको टाइममा हामी चाहिँ भलिबल खेल्न जाँदैछौँ हाम्रो नयाँ मित्रहरूसँग। उता हाम्रो भान्जा हुनुहुन्छ, यता हाम्रो साथीहरू हुनुहुन्छ, फुटबल खेल्नुहुन्छ, कोही भलिबल खेल्नुहुन्छ। यता चाहिँ खाने काम भइरहेछ। हौ त्यहाँनिर हो, बोल्नु म आउँछ नि, किन आउनु। के जुस खाने हो र? बल खेल्न आएका छौँ हामी चाहिँ सदा चाहिँ यहाँनिर। आज चाहिँ हाम्रो रमजानको लास्ट दिन हो, छुट्टी। अब भोलिबाट फेरि ड्युटी सुरु हुन्छ। यहाँ साथीभाइहरू र भलिबल खेल्दै हुनुहुन्छ। यता उतातिर फुटबल सुरु हुँदैछ। धेरै मान्छेहरू आज चाहिँ एक्सर्साइज गर्न निस्केको छ है। सो साइडतिर भनौँ, गयो सब वरिपरि एक्सर्साइज गर्ने ठाउँ गर्नुपर्छ। फुटबल सुरु भइरहेछ। उता पार्क एरिया भयो, उता एक्सर्साइज गर्ने ठाउँहरू धेरै छ। र यो साइड चाहिँ बास्केटबल खेल्ने ठाउँ। त्यस्तै छ आजको दिन। र म पनि अब एकछिन छोटो भिडियो बनाएर म पनि बल खेल्नै जाने हो यता। यसो नेट छैन, हामी यहाँ चाहिँ पास मात्रै खेल्ने हो भलिबलको। यसो प्र्याक्टिस पनि हुन्छ, सिकिन्छ पनि, एक्सर्साइज पनि थोरै थोरै पनि हुन्छ। ल साथीहरू, म चाहिँ बल खेल्न लागेँ साथीहरू। अब